यो टन्टला पऱ्यो घाममा चाहिँ हिजोदेखि भाइरल ज्वरोको कारण सिकिस्ता सुतेर बसेको। झन् सुत्यो झनै बढी नै दुखेको महसुस भएर म चाहिँ जुरुक्क उठेर शीतल थाप्न हिँडेँ। उतिर जाँदा जाँदै यहाँ के टल्केर बसेको रहेछ यो कस्तो ऊर्व जस्तो देखिन्छ। अब यो म यसलाई सफा गर्छु। के रहेछ यो? ओहो, के हो यो? यो निकाले मैले। यो रहेछ, यो कसले फाल्या हो, किन फालेको हो? अब यसको म नयाँ ल यसलाई मैले धारामा ल्याएर मजाले धोयो। लगभग यो 7-8 मिनेटको समयमा यतिको चम्किलो बनाएँ यसलाई मैले। सफल भएँ। अब त्यसपछि यसलाई अब म अझै यहाँनिर फोहोरै छ, एकदम फोहोर धेरै वर्ष जमेको छ। अब मलाई यो हल्का टेस्ट गर्छु, यो यहाँबाट करेन्ट प्रवाह हुन्छ कि हुँदैन भनेर म हेर्न गइरहेको छु। यहाँबाट यो अलि फोहोर नै छ। यहाँबाट यो पहिला हेरौँ यहाँ के लेखा रहेछ भने उल्टो भएको, सुल्टोबाट हेरौँ। एकापट्टि प्लस रहेछ 3.5 वाटको 9 भोल्टको रहेछ। ल अब यसलाई मैले ब्याट्रीबाट 6 भोल्टबाट चल्ने कुनै पनि उपकरण डिभाइसलाई चाहिँ यसले म चलाउन सक्छु। हेरौँ है त। अब यसलाई मैले 2वटा तारलाई मजाले निकालिदिउँ। अब यहाँ करेन्ट चेक गर्नलाई मल्टिमिटर चाहिने। मल्टिमिटर भनेको यहाँ उपलब्ध छैन। नभएपछि के गर्ने भन्दा यो हुन त फोहोर छ, धुन त धुयो, फोहोरबाट आएको हो। त्यही पनि मेरो आफ्नै टेक्निक छ कि करेन्ट चेक गर्ने चाहिँ। यो ठुलोमा चाहिँ एसीमा चाहिँ गर्नु हुँदैन, सानातिना यिनले भनेको डिसी फाल्ने हो। त्यसैले यसलाई चाहिँ अब मेरो आफ्नै गाउँले तरिकाबाट म जिब्रोमा हालेर हेर्छु है त। अब हल्का यसलाई चाहिँ अलिक घाममा राख्ने अथवा यसो लाइट पर्ने गरेर गरौँ। होट गरी नआउँदो रहेछ है, झ्याप्पै जिब्रोमा टेस्ट गर्ने। अब के गर्नु, सबै कुरो त यहाँ गाउँघरतिर त कहाँ पाइन्छ र। अहिले टक्क घाममा राख्यो, अघिको पानीहरू सबै सुगोस् भन्नको लागि। अनि त्यसपछि अब यसको म युज चाहिँ के गर्छु भने, अब यो मेरो यो सानो किचनभित्र चिर्छु। ल यहाँनिर छ एउटा बाजेको पालाको रेडियो झुन्ड्याएर राखेको। अब यो बज्छ कि बज्दैन म चेक गर्छु है त। अब अघिको रेडियोलाई मैले निकाल्दाखेरि म ब्याट्रीबाट चल्ने अनि यो करेन्टबाट पनि चल्ने हो। ब्याट्रीबाट चल्ने भनेको चाहिँ कति रहेछ भने यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ 4वटा लाग्ने रहेछ। अनि 1.5 भोल्टको ब्याट्री लाग्ने रहेछ भनेपछि यहाँ 6 भोल्ट चाहियो। त्यो 4वटाको 4 भोल्ट भइहाल्यो। अनि त्यो 4 2 6 भोल्ट। अब यहाँ ब्याट्री हाल्नुपर्ने ठाउँ यो हो। अब अघिको जुन लाइनबाट बजाउने त यहाँ छँदैछ। अब लाइनबाट नबजाउने, किनभने बत्ती गएकै गर्छ। अब अघिको म यो घाममा राखिएको सुक्यो पनि होला। ल यहाँबाट आएको यो एउटा कालो तार, एउटा रातो तारले यहाँ जोड्नु पर्यो। यहाँ जोड्दाखेरिमा यो भनेको माइनस, यो माइनसवाला हो भने यहाँ जोड्ने हो प्लसवाला। अब अघिको यो यहाँबाट आइरहने यो तार यहाँबाट यहाँ जोडौँ है त। यहाँ जोड्नको लागि चाहिँ हल्का तार अलिकति लामो बनाउनु पर्ने रहेछ। अब मैले यहाँनिर जोड्यो, प्लसमा प्लस जोड्यो, माइनसमा माइनस जोड्यो। अब यसलाई बिस्तारै म पल्टाएर यहाँ उहिलेको बाजेको पालाको म फिलिप्स कम्पनी भनेको म अन गर्छु है त। कहाँ रहेछ यो रेडियोतर्फ लैजाउँ। रेडियोमा लग्यो होइन। अब हल्का यसलाई भोल्युम सोल्युम पनि भएन, यो एकदम सानो बजिरहेको रहेछ, भोल्टेज पुगेन। ल घाम लाग्यो है अहिले चाहिँ, भने घाम लाग्यो, हल्का घाममा आयो मैले।
यहाँसम्म बनाउँदैछ एफएम आयो बज्यो यसलाई एउटा तार खोजेर एन्टिना बनाउँछ अब रेडियो त बज्यो त खोइ ल रेडियो बज्यो अब हेरौँ यसलाई बन्द गर्यो करेन्ट प्रवाह भएन बज्दैन रेडियो बिस्तार यसलाई पल्टाइदिउँ ल बज्यो हो तपाईँको पनि घरमा फालेकाहरू अब यसको ल यति गऱ्यो लाइट परेन बन्द भयो अब यसलाई यसो उयो गरौँ यो मैले फिक्स गरिसक्यो यो तार त्यो एन्टिनाको तारबाट यसो लगेर तल बाहिर त्यहाँसम्म लग्यो एन्टिनाको तार त्यसपछि अब यहाँबाट इनपुटको लागि चाहिँ मैले झालबाट त्यो यहाँ माथिबाट तार यो तारबाट बनाउने ल यस्तै नयाँ नयाँ भिडियोहरू चाहिएमा कृपया सब्सक्राइब गर्नुहोला लाइक गर्नुहोला कमेन्ट गर्नुहोला अनि त्यसपछि सेयर पनि गर्नुहोला भन्न चाहन्छु।